हेलो गाइस, वेलकम टु ब्याक टु माई न्यू ब्लगमा स्वागत छ हजुरहरुलाई छिट्टो मिठो ब्लगमा। अहिले चाहिँ हामी गागन मेला घुम्न भनेर हिँडेको। अब केटाहरुसित घुम्नु भनेको रमाइलो छुट्टै हुन्छ नि त हैन, केटाहरु प्राय जस्तो गर्न आउँदैन। साथीहरुसित हिँड्ने छुट्टै मजा छ के हैन, रमाइलो गर्छ केटाहरुले हैन। हाम्रो केटाहरु ठिक छ, हँसाउने ठाउँमा हँसाउँछ हैन, रमाइलो गर्ने ठाउँमा रमाइलो गर्छ हैन। तर रोहित भनेको त बबाल रमाइलो हुन्थ्यो हैन, तर हल्का उको मन गएको हैन केटी। तर केही छैन, अब केही छैन। तर अब एकैतिर केटाहरु सब आउँछ हैन, रमाइलो हुन्छ। अब हैन हाम्रो एजको केटाहरु त कोही छैन, सबैको मन गएको छ नि त, अनि त्यही भएर हैन मिल्ने भनेको अब यति नै हैन। हामी गाइजहरु हामी गागन मेला आइसकेको छौं फाइनली हैन। रमाइलो के हो, रमाइलो हुनु खोज्दैछ, अलिक बेरमा रमाइलो हुन्छ। काकाबाट हेर्दै हुनुहुन्छ, सबैले लाइक कमेन्ट हैन गागन मेला घुम्दै आउनु होला, रमाइलो छ। हेर्नु होला है गागन मेलाको सामदनीहरु। अहिले त हामी हैन गेट एन्ट्री हान्दैछु मेलाभित्र। कतिजना छ हेर्नु होला, एन्ट्री हान्दैछु अहिले हामी हाम्रो मेलाभित्र एन्ट्री हानिसक्यो होइन। हेर्नु त पिङ पनि कत्रो ठुल्ठुलो रहेछ क्या, अब मान्छे पनि कत्रै रहेछ। पिङ हेर्नु होला कत्रो ठुलो छ।